हजुरबाले भन्नुहुन्छ सूर्यमा भोट हाल्ने, हजुरआमा भन्नुहुन्छ एमाले हो पाल्ने। वेलकम ब्याक, स्वागत छ तपाईहरुलाई मेरो अर्को भिडियोमा। म हुँ तपाईहरुको आफ्नै युट्युबर भेडा एजुराइनो। आज हामीहरु कुरा गर्नेछौँ नेपालको राजनीतिको सबैभन्दा ठुलो मुखियाको बारेमा, जसको बेहोरा हेर्दाखेरि झोलेको जस्तो, अनुहार हेर्दाखेरि दुम्सीको जस्तो र बोली सुन्दाखेरि डाङ्ग्रेको जस्तो छ। हो र उहाँको नाम हो श्री 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 विवेक थपलिया। के रे मलाई चिने छैन? युट्युबर एक थप्पड़ मार दूं तो साले मुंह के दांत गांठ निकलेंगे। अब विवेक जस्तो एक्स्ट्रा अर्डिनरी मान्छे नि केटाहरू यो नेपाल अधिराज्यभरि छैन। हो, यसले जस्तो राजनीति बुझेको मान्छे यो नेपालभरि छैन। यो जस्तो सही मान्छे यो नेपालभरि छैन। र यो जस्तो ठुलो मुली पार्टीको झोले भनौँ न नेपाल अधिराज्यभरि कोही पनि छैन। बिहान बेलुका उठेर केपीवाला ब्लोजअप दिने काम गर्छ यसले। र हाम्रो विवेक सरको सबभन्दा ठुलो दुश्मन हो बालेन्द्र शाह। र आज हामी यसको केही भिडियोहरू हेर्नेछौँ र यसका फेसबुकका केही स्ट्याटसहरू पढ्नेछौँ। हुन त अहिले सर फेसबुक छोडेर कता जानुभयो कसैलाई पनि थाहा छैन। त्यही पनि पहिला गरेको पापको अलिकति सजाय त दिनै पर्यो। त्यसैले यार आओ केटाकेटीहरू, ती जेनजी प्रोटेस्टमा शहीद भएका सम्पूर्ण जेनजी भाइहरूलाई सम्झिएर भिडियोलाई सिधै सुरु गरिदिऊ। जेनजी पुस्ताले जुन नेपो किड्स आन्दोलन चलाइरहेछ किन भनेर यसो सोधीखोजी गरेको त? उनीहरूको बाबुले करप्सन गर्दाखेरि उनीहरूले किन आफ्नो बाबा मम्मीलाई चाहिँ करप्सन नगर्नु बाबा भनेर नभनेको भन्ने खालको चाहिँ कन्सेप्ट रहेछ जेनजी पुस्ताको। तिमीहरूले आफ्नो घरमा सबैजना सती सावित्री र महापुरुष हो भनेर कन्फर्म गरिसक्यौ त? तिमीहरूको 3 तला घर कसरी बन्यो अपर्च्युनिटी नभएको देशमा भनेर बाउलाई सोध्यो? यो त अपर्च्युनिटी नभएको देश हो। बाउले 3 तला घर चाहिँ कसरी बनायो भनेर सोध्यो? खतरनाक क्वेसन गरिदियो त हाम्रो चुत्तड महिलाले। हेर, हामी नेपालीहरूको घरमा नि कोही सती सावित्री होस् या नहोस्, तर तेरो घरमा चाहिँ कंस छ भाइ, र त्यो तै होस्। अनि जहाँसम्म कुरा छ अपर्च्युनिटी नभएको देशमा त्यत्रो 3 तलेको घर कसरी बनायो भन्ने होइन। सुन बक्लन्डी के नेपालमा नि या त कसैले आफ्नो पुर्खौली सम्पत्ति बेचेर जग्गा जमिन बेचेर घर बनाइरहेको छ, या त कसैसँग लोन लिएर घर बनाइरहेको छ, या त विदेशमा बसेका आफ्ना छोरा छोरीहरूले पठाइदिएको पैसाले घर बनाइदिरहेको छ के। सबै त जस्तो पार्टीको दलाली गर्दै हिँड्ने हुँदैनन् भाइ। कन्फिडेन्ट त यसरी देखाइरहेको छ कि सोल्टीले स्वयं केपी शर्मा ओली आएर हामी सबै नेपालीहरूको घर बनाइदिएको भनौँ न, इट्टै टाउकोमा बोकेर आएर प्लास्टर गर्दै थियो होइन तेरे बाबाले। हेर भाइ, त जुन पार्टीको समर्थक होस् नि भाइ, म त्यो पार्टीलाई केही पनि भन्दिनँ, तर तेरो जुन पार्टीमा मान्छेहरू छन् नि भाइ, तिनीहरूले घर बनाउन जाने कि नै थाहा छैन मलाई, तर 76 जनाको घर चाहिँ मुझी उजाडेकै हो। अनि तेरो पार्टीको जुन हेड मान्छे छन् नि, हेड सर उहाँले भन्दै हिँड्नुहुन्छ क्या, मैले गोली चलाउने आदेश दिएकै होइन मारेकै छैन भन्छन् होइन। ल त नि गोली चलाउने आदेश दिएको होइन, तर मुझी रोक्न त सक्थे नि त, किन नरोकेको अरे त? अनि कि त्यतिखेर तेरो बाले बसेर मुद्दै थियो र? त्यो पावर थिएन र हातमा थियो त? सबभन्दा पावरफुल पर्सन थियो त होइन त्यो टाइममा त उनी। कन्ट्रीको गल्ती गरेपछि मुली एक्सेप्ट गर्ने बानी राख्न पर्यो के भाइ। दुखी आत्माहरू, तिमीहरूको बाउले कमाउन नसकेको, तिमीहरूको बाउ गरिब भएको फ्रस्ट्रेसन अर्काको बच्चालाई सामाजिक सञ्जालमा पब्लिकली ह्युमिलिएट गर्न त्यहाँनिर फ्रस्ट्रेसन उतार्ने हो। खत्रै भनेको रहेछ त यो गरिबीको तेरे नामले। भन, हाम्रो बाउ आमाले कमाउन नसकेर नि हामीले फ्रस्ट्रेसन निकालेको अरे, हाम्रो बाउ आमा गरिब भएर। कहाँको लजिक हो तेरो गाण्डु? तेरो बाउ मात्रै पावरमा हुँदाखेरि मुझे 300 अर्बको घोटाला हानेको थियो, पैसा जति सबै विदेशमा लगेर राख्ने। अनि मेरो बाउ चाहिँ कसरी धनी हुन्छ त गाण्डु? न त बेटर मुझे शिक्षा दिन सक्यो तेरो बाउ पावरमा हुँदाखेरि, न त मुझे रोजगार दिन सक्यो, न त हेल्थ केयर राम्रो गराउन सक्यो, न त राम्रोसँग इन्डस्ट्रीहरू बढाउन सक्यो, न त विकासको पूर्वाधारहरू नै निर्माण गर्नमा हेल्प गर्न सक्यो के तेरो बाउले? गर्यो चाहिँ के? कोरोनाको बेला बेसर खाऊ कोरोना सन्चो हुन्छ भन्ने त तेरो बा। अनि यस्ताले चलाएको देशमा मेरो बाउ बसेपछि मेरो बाउ गरिब हुँदैन नि त? घरिघरि त होइन, मलाई तेरो कुरा सुनेर नि सिर्फ एउटै शब्द भन्न मन लाग्छ भाइ। त्यो घुसखोरी जसलाई भन्दा चाहिँ तिनीहरूको गएर घर घेर्न सक्छस्, घर घेर्न सक्दैनस्, किनभने तिमीहरूको हिम्मत छैन। नेपाली युवाहरूको हिम्मत छैन, सामाजिक सञ्जालमा मात्रै हो हिम्मत। म लेखेर दिन्छु, तिमीहरू के हुँदा तिमीहरू गमार हो, तिमीहरू केही उखाड्न सक्दैनस् क्या। जेनजीहरूले सोशल मिडियामा मात्रै भुक्थे कि साँच्चै के गरेर देखाइदिएको भन्ने कुरो त तँलाई थाहा नै होला एरिया। ब्युटी पार्लरको साउ यो देशको जेनजीहरू मैले देशको लागि मर्छन् या मार्छन् त्यो चाहिँ मलाई थाहा थिएन हेर भाइ। तर प्रोटेस्टको दिन त भेटेको भए चाहिँ तँलाई चाहिँ सिवर मार्थे केटाहरूले होइन कि। कति नेगेटिभिटी हो कि कति नेगेटिभिटी हो क्या यो मान्छेसँग, लिटरली जहाँ पनि उङ्ली गर्छ भाइ। चुप्लाएर बस्न यार, अरू काम धन्दा नि हुन्न कि क्या हो भाइ तँसँग? जतिखेर नि फेसबुकमा स्ट्याटस हालेर अझ स्ट्याटसको त काम बाँकी नै छ केटाकेटीहरू। एकचोटि जाऊ सबैजना मिलेर एकचोटि हाम्रो विवेक थपलिया ब्रदरको स्ट्याटसहरू के छ हेरिदिउ एकचोटि। कहिलेकाहीँ त नुहाएर
लुगासुगा फेर्नु नि यार। ओहो नि कसले भनेछ फेरि यो कुरा पनि आहा हा हा। जो हेर्दाखेरि आफै नै 10 दिनदेखिबाट ननुहाए जस्तो देखेछ त्यही मान्छेले अरूलाई नुहा भन्दै ज्ञान पेलिरहेछ। अब तामाको गाग्री जस्तो अनुहार भएको व्यक्ति बालिने लगाएको ज्याकेटलाई 15,000 भन्दा माथि पर्छ अरे। त्यो 15,000 मा त तँलाई त मैले 3 वर्षलाई पुग्ने कपडा आउँछ होला त। भोसडी के कोही मान्छेको बारेमा बोल्न भन्दा अगाडि थोरै रिसर्च त गरेर बोल। त्योसँग यति धेरै सम्पत्ति छ नि भाइ तेरो मुखमा हरेक दिन मुली 1-1 बिघा जमिन हान्न सक्छ त्यसले आफ्नो। र त जस्ता 50 वटा नि विवेक थपलिया पालिदिन्छ त्यसले। मालपानीको कठपुतलीको घर चोरी संगत गतिलो यसै गर्नु भनेको होइन नि। तेरो संगत त फेरि खत्रै रहेछ त भाइमा कसम। फेक फलोवर बढाउनेहरूसँग गएर आफ्नो बाउको लागि भिख मागिरहेको छ 25,000 रुपियाँ दिन्छु फलोवर बढाइदिए 2 लाख भन्दै। यो त लास्ट खतम मान्छे रहेछ यार। आफै बुक्सी आफै धामी बन्दै हिँडिरहेको छ। अनि जहाँसम्म कुरा भयो बालेलको घरमा चोरी भएको भोसडीकै अनुहार हेर्दा र हरकत हेर्दा तेरो स्ट्याटस हेर्दाखेरि तै भोसडीकै गएको जस्तो लाग्छ मलाई चोर्नको लागि। अनि एकछिन गाइस मेरो कमेन्टमा यसको पोस्ट भन्दा बढी लाइक बनाम त। मेरो च्यानलको भन्दा नराम्रो डाउनफल त यसले देखिरहेछ केटा हो। भयो नि मैले केटाकेटीहरू विवेक थपलिया एउटा यस्तो खाले मान्छे हो जुन मान्छे यो पृथ्वीमा भओस् क्या नभओस् कसैलाई घन्टा केही फरक पर्दैन। र कुकुरको पुच्छर चाहिँ मैले सिधा हुन सक्छ तर विवेक थपलिया कहिले पनि सुध्रिनेवाला छैन। र विवेक थपलियालाई चाहिँ मैले लास्टमा सिर्फ एउटै कुरा भन्न चाहन्छु यदि गाडमा गुदा छ भने फेयर तरिकाले इलेक्सन लड जित प्रधानमन्त्री बन्न भन्थ्यो बाबालाई। अरूको पार्टीको कार्यालयमा गएर ढुङ्गासुङ्गा हान्ने खालको कामहरू चाहिँ गर्न नभन् भाइ झापामा। र अनि लास्टमा जाँदा जाँदै हाम्रो देशका जनताहरूलाई जतिले पनि यो भिडियो हेरिराख्नु भएको छ सबैलाई मनदेखि एउटा कुरा भन्न चाहन्छु। यहाँभन्दा अगाडिको जुन प्रोटेस्टमा हाम्रो सानसाना भाइहरूलाई गोली हालेर मारे नि भोलि गएर तेरो र मेरै छोरछोरी पनि पर्न सक्छ भाइ। सो प्लिज यो पालि चाहिँ चाक होइन दिमागले सोचेर भोट हाल। अब आजको लागि यति नै। छिटैमा राम्रो नआएर कुल भिडियोको साथमा फेरि आउनेछु। त्यतिन्जेलसम्मको लागि मलाई पनि बिदा दिनुहोस्। बाई। जय नेपाल। नेपाल देश हाम्रो शान छटकी ओली रन्जीको बानी। नेपाल देश हाम्रो